म तपाईहरुलाई यो मेन्सुरेसनमा फर्मुलाहरू कसरी सजिलोसँग याद गर्न सकिन्छ हैन सकेसम्म सजिलो बनाएर दिने कोसिस गर्छु। त्यसको लागि सबभन्दा पहिले हामीले के गर्नुपर्ने हुन्छ भने यो बेसिक फर्मुलाहरू केही सोलिड्सको जान्नुपर्ने हुन्छ। त्यो थाहा पाइसकेपछि हामी कम्बाइन्ड सोलिडको फर्मुलाहरू मज्जाले गर्न सक्छौं। म तपाईहरुलाई यो भिडियो किन दिदैछु भने नि यो भिडियो दिनुको एउटा कारण छ। किनभने हामीलाई धेरै क्वेशनहरु यस्तो सोध्छ कि जहाँ चाहिँ हामीले बुकबाट घोकेको फर्मुलाको आधारमा सल्भ गर्न सक्दैनौं है। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ नि फर्मुला कसरी बन्छ, किन बन्ने रहेछ भनेर त्यो कुराहरु थाहा पाउनु पर्छ। त्यो थाहा पायौं भने बल्ल हामीले के गर्न सक्छौं त्यस्तो खाले क्वेशनहरुलाई इजिली सल्भ गर्न सक्छौं। त्यसकारणले गर्दाखेरि यो भिडियो नछुटाइकन हेर्नु होला। ओके, सो सबभन्दा पहिले हामीसँग सिलिन्डर छ। सिलिन्डरमा हामीले पहिला हेर्यौं भने के पार्ट्स हुन्छ त भन्दाखेरि यहाँनिर हामीसँग के छ यो सर्कल हुन्छ, त्यसपछि यो पनि सर्कल हुन्छ र अनि यो बीचको भाग चाहिँ हाम्रो के हुन्छ कर्व हुन्छ है। यो कर्व हुन्छ। त्यसपछि अब हामीले यो कर्व पोर्सनको एरिया मात्रै निकाल्यौं भने त्यसलाई हामी सीएसए भन्छौं र अनि यो सर्कलको एरिया भनेको चाहिँ हाम्रो अब पाई आर स्क्वायर भइहाल्यो हैन, पाई आर स्क्वायर भयो। त्यसपछि यसको सर्कमफरेन्स भन्यो भने हामीलाई 2 पाई आर भयो। सर्कमफरेन्स भनेको चाहिँ हाम्रो 2 पाई आर हुन्छ। त्यसपछि गएर यदि हामीले सिलिन्डरको हाइटलाई h मान्ने हो भने अब कर्व्ड सर्फेस एरिया भनेको सीएसए भनेको सर्कमफरेन्स इन्टु हाइट हुन्छ फर्मुला। यो मैले थाहा पाएँ भने र मलाई सर्कमफरेन्सको फर्मुला थाहा छ भने मैले के लेख्न सक्छु 2 पाई आर लेख्न सक्छु अनि यहाँबाट h लेख्न सक्छु है। सो यसरी सीएसए को फर्मुला मैले 2 पाई आर h भनेर लेख्न सके हैन। त्यसपछि गएर अब यसको भोल्युम भनेको यसमा एरिया बेस इन्टु हाइट हुन्छ है। यसको भोल्युम भनेको हाम्रो एरिया अफ बेस इन्टु हाइट, एरिया अफ बेस इन्टु हाइट हुन्छ है। अब यो एरिया अफ बेस इन्टु हाइट हुन्छ भने अब हामी हेर्दैछौं फर्मुला कसरी बन्छ है त। सो एरिया अफ बेस हामीले देखिसक्यौं। बेसमा के छ सर्कल छ नि यहाँनिर हैन, यसको एरिया के हुन्छ पाई आर स्क्वायर अनि हाइट चाहिँ के छ यहाँनिर h छ। सो फर्मुला के भयो पाई आर स्क्वायर h। त्यसपछि अब हामी जाँदैछौं टीएसए है, टीएसए सिलिन्डरको टीएसए। अब यो टीएसए चाहिँ कसरी निकालिन्छ त भन्दाखेरि टीएसए मा मैले जहिले पनि के भन्ने गरेको छु भने जे पार्ट्सहरु अथवा जे हामीले फिगरहरु देख्छौं नि त्यो फिगर जे देखिन्छ त्यो सबैको एरियालाई जोड्यो भने के हुन्छ त्यहाँबाट टीएसए आउँछ भनेर हामीले सजिलो एउटा टेक्निक लाउन सक्छौं, सम्झिन सक्छौं यो कुरालाई। र टीएसए भनेको अब यहाँ हामीले यो साइडबाट सुरुवात गर्यौं भने यहाँ हामीले के देख्यौं सर्कल देख्यौं। सर्कलको एरिया भनेको के हो पाई आर स्क्वायर प्लस अनि यो पोर्सन भनेको हाम्रो चाहिँ के हुन्छ अरे कर्व हुन्छ। कर्वको एरिया भनेको हाम्रो के भयो अघि भर्खर हामीले अब्टेन गरेको 2 पाई आर h प्लस फेरि यहाँनिर चाहिँ हाम्रो के छ सर्कल छ। यसको एरिया भनेको चाहिँ के भयो पाई आर स्क्वायर। अब यसलाई हामीले हेर्यौं भने यहाँ के देखिने भयो त यो पाई आर स्क्वायर र पाई आर स्क्वायर जोडेर कति भयो 2 पाई आर स्क्वायर प्लस 2 पाई आर h हैन। अब यसलाई तपाईले कमन लिनु भने 2 पाई आर भइहाल्यो r प्लस h। तपाईले यही फर्मुला जान्नु पर्छ भन्ने छैन नि। टीएसए भनेको कसरी बन्छ भनेर थाहा पाउनु भयो नि यहीबाट पनि सल्भ गर्न सक्नुहुन्छ। यसरी चाहिँ हामीले फर्मुलाहरु बनाएर चाहिँ सजिलै हिसाबहरु गर्न सक्छौं है। अब यसपछि हामीले हेर्छौं यो स्फियर त्यसपछि अनि हेमिस्फियरको केसहरु। अब यसमा पहिला हामी जाँदै छौं हेमिस्फियरमा अनि स्फियरमा दुईटा हामी सँगसँगै हेर्छौं। स्फियरबाट मैले सुरुवात गरे भने स्फियर भनेको चाहिँ हाम्रो बलहरु भयो हैन, त्यो सबै शेपहरु चाहिँ हाम्रो स्फियर शेपमा पर्छ र यो स्फियर शेपमा सबै पोर्सन चाहिँ के हुन्छ कर्व हुन्छ है। त्यो कर्व हुन्छ। कर्वलाई हामीले यहाँनिर एउटा सेन्टर मान्ने हो भने यसरी यो कर्व हुँदै हुँदै आएको हुन्छ। यतापट्टिको सेन्टर यस्तो मान्ने हो भने हैन यो कर्व भएको हुन्छ। यसरी सबै एउटै पोइन्टमा आएर चाहिँ थुप्रिएको हुन्छ। यस्तै गर्दै बनेको हुन्छ। सो त्यही भएर यो सबै पार्ट्स के छ भने कर्व छ के स्फियरमा है, कर्व छ। त्यही भएर यसको एउटा मात्रै पार्ट कर्व मात्रै पार्ट भएको हुनाले हामीले त्यसको एरिया या कर्व सर्फेस एरिया भनौं या चाहिँ टोटल सर्फेस एरिया भनौं एउटै भयो।
र यसमा हाम्रो फर्मुला हुन्छ 4 पाई आर स्क्वायर है 4 पाई आर स्क्वायर अनि यसको भोल्युम हुन्छ यसको भोल्युम भनेको 4/3 पाई आर क्यूब स्मल आर अथवा क्यापिटल आर यसले केही फरक पार्दैन यो भोल्युम र यसको टीएसए अथवा सीएसए को फर्मुला भयो हैन अब हेमिस्फियरमा जाउँ है अब हेमिस्फियरमा हामीले यसको भोल्युम निकाल्नु पर्यो भने चाहिँ कसरी निकाल्न सक्छौं यसको हाफ गर्नु पर्यो हाफ गर्यो भने कति भयो त 1/2 अनि 4/3 पाई आर क्यूब हैन यो गरिदिएपछि के आयो हामीसँग यो 2 ले यो 4 लाई 2 टाइम्स डिवाइड गर्यो र बच्यो 2/3 पाई आर क्यूब हेर्नु है यो हेमिस्फियरको भोल्युम त्यसपछि गएर अब हेमिस्फियरको सीएसए र टीएसए अलग अलग हो कि एउटै हो भन्ने कुरा हेरौं अब हेमिस्फियरको सीएसए र टीएसए भनेको अलग अलग हो किनभने हेमिस्फियरको सीएसए भनेको कर्व पोर्सन भनेको यो हो नि त है यो पोर्सन मात्रै कर्व छ टीएसए भनेको त्यहाँ अर्को पार्ट्स पनि छ यो माथिपट्टि यो सर्कल छ यो ठ्याक्कै डायमिटरबाट जाने भएको हुनाले यो सर्कलको नाम हामी ग्रेट सर्कल भनेर भन्छौं है यसलाई हामी ग्रेट सर्कल भनेर भन्छौं ग्रेट सर्कल हेमिस्फियरको भोल्युम त हामी निकालिसक्यौं कसरी निस्किँदैछ भनेर अनि यसको सीएसए हेरौं सीएसए भनेको जुन स्फियर थियो त्यसको हाफ स्फियरमा के थियो 4 पाई आर स्क्वायर थियो त्यसको हाफ भनेको चाहिँ कति त 2 पाई आर स्क्वायर अब यसको टीएसए टोटल सर्फेस एरिया के सर्फेस छ भन्दा माथिपट्टि सर्कल छ अनि यो पोर्सन चाहिँ हाम्रो के छ कर्व छ त्यही भएर हामीले यो माथिको सर्कलको एरिया भनेको पाई आर स्क्वायर हुन्छ प्लस अनि टीएसए मा हाम्रो यो कर्व पोर्सन पनि जोड्नु पर्यो यो पनि हामी देखिरहेका छौं त्यही भएर यो भनेको फेरि के आउँछ 2 पाई आर स्क्वायर हुन्छ र यसरी फर्मुला हुन्छ 3 पाई आर स्क्वायर इन केस अफ के त हेमिस्फियर है र अब हेमिस्फियरमा हामीले अर्को पोइन्ट्स के सम्झिनु पर्छ भने यो सेन्टर भयो हैन सर्कल भएको हुनाले यो त सेन्टर भयो यहाँसम्मको डिस्टेन्स त हामी के भन्छौं रेडियस भन्छौं अनि यहाँदेखि यहाँसम्मको पार्ट्सलाई चाहिँ हामी के भन्छौं हाइट भन्छौं नि त हैन हाइट भन्छौं अनि यो हाइट h यो ग्रेट सर्कलमा नि हाइट इक्वल्स टु रेडियस हुन्छ है यसलाई नापेर हामीले हेर्यौं भने एक्ज्याक्टली सेम हुन्छ हाइट र रेडियस ठीक छ अब यसपछि यो कुरा थाहा पाइसकेपछि हामी अगाडि बढ्छौं कोणमा है कोणमा हेरौं अब कोणमा के कुरा छ त यसलाई हेरौं कोणमा हामीसँग छ सर्कुलर बेस देखेको छौं हैन सर्कुलर बेस र अनि के देखेको छौं त कर्व पोर्सन देखेको छौं त्यसो भए अब यो कर्व पोर्सनमा हामीले के हेर्न सक्छौं भन्दाखेरि यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको चाहिँ हाम्रो के हुन्छ रेडियस हुन्छ र अनि यो भर्टेक्स देखि यहाँसम्मको डिस्टेन्स भनेको चाहिँ यो के हुन्छ हाइट हुन्छ र यो जुन साइडतिरको छ यसलाई हामी स्ल्यान्ट हाइट लेटरल हाइट भनेर भन्छौं स्ल्यान्ट या लेटरल हाइट भनेर भन्छौं र यसको नोटेसन हुन्छ यल है यसलाई यल ले डिनोट गरिन्छ यो रेडियस भयो अब यहाँनिर हामीले हेर्ने भने त यो कस्तो बनिरहेको छ भने एउटा राइट एंगल ट्रायंगल फर्मेसन भएको छ त्यसकारणले गर्दा यल चाहिँ के हुन्छ हाइपोटेन्युज हुन्छ र पाइथागोरस थ्योरम युज गर्यो भने हामीलाई के फर्मुला थाहा हुने भयो यल स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस r स्क्वायर हुने भयो नि हैन त्यही भएर कोण देख्दा बित्तिकै तपाईले पहिला यो फर्मुला थाहा पाउनु पर्छ त्यसपछि गएर अब हामीले यसको सीएसए हेरौं कर्व सर्फेस एरिया भनेको यसमा हुन्छ पाई आर यल है अब टीएसए भनेको के सर्फेस छ त त्यो सबैलाई चाहिँ हामीले जोड्नु पर्यो भनेको एउटा चाहिँ हाम्रो यो कर्व पोर्सन छ अनि यहाँ चाहिँ सर्कुलर बेस छ त्यसै कर्व पोर्सनको एरिया भनेको पाई आर यल अनि सर्कुलर बेसको एरिया भनेको पाई आर स्क्वायर अब यसलाई तपाईले कमन लिनु भने पाई आर अनि यल प्लस आर हैन यसरी चाहिँ हामीले फर्मुला बनाउँछौं यो टोटल सर्फेस एरियाको लागि अब यसमै फेरि हामीले भोल्युमलाई हेर्यौं भने भोल्युम भनेको 1/3 एरिया अफ बेस इन्टु हाइट त्यसो 1/3 अब एरिया अफ बेस तपाईलाई थाहा भइसक्यो पाई आर स्क्वायर त्यसपछि हाइट भनेको h अर्को फर्मुला यसरी जेनेरेट हुन्छ हैन अब यो कोण सकिसकेपछि हामी हेर्दै छौं स्क्वायर है स्क्वायरमा हामीले यो पिरामिडलाई फोकस गरेर स्क्वायर जानुपर्ने हुन्छ त्यसकारणले गर्दाखेरि यहाँ एउटा स्क्वायर छ स्क्वायर भनेपछि सबै साइड बराबर भयो हैन यसरी र यहाँ त्यो साइड लेन्थलाई चाहिँ हामीले a भनेर मान्यौं हैन अब स्क्वायरमा हामीलाई थाहा छ नि यहाँ निर 90 डिग्रीको एंगल हुन्छ भनेर हैन
त्यसो भएपछि यो त एउटा राइट एंगल ट्रायंगल बनिरहेको रहेछ है। राइट एंगल ट्रायंगल बनिरहेको रहेछ भने डी भनेको के रहेछ, हाइपोटेन्युज रहेछ। त्यसो भए डी इक्वल्स टु डी स्क्वायर इक्वल्स टु परपेन्डिकुलरको स्क्वायर ए स्क्वायर प्लस बेसको स्क्वायर भनेको फेरि के ए स्क्वायर गरेर कति भयो त 2a स्क्वायर भयो। के बराबर डी स्क्वायर बराबर नि हैन। अब यहाँबाट हामीले लेख्न पायौं ए स्क्वायर इक्वल्स टु डी स्क्वायर अपन 2 भनेको डायगोनल को स्क्वायरलाई 2 ले डिवाइड गर्यो भने के आउँदो रहेछ, एरिया अफ स्क्वायर आउने रहेछ इन टर्म्स अफ डायगोनल हैन। यसरी एउटा यो फर्मुला हामीले थाहा पाउँछौँ। त्यसपछि गएर अर्को पोइन्ट तपाईले के थाहा पाउनु पर्यो भने मानौँ यसको चाहिँ यो मिड पोइन्ट हो। यो मिड पोइन्ट देखि यहाँसम्मको डिस्टेन्स जहिले पनि यसको हाफ हुन्छ है। भनेपछि यति यसलाई हामीले ओ र यसलाई ए मान्यौं भने ओए इक्वल्स टु दैट इज हाफ अफ द साइड लेन्थ। साइड लेन्थ हाम्रो ए, यसको हाफ हुन्छ। यो पोइन्ट हामीले थाहा पाइराख्नु पर्यो। त्यसपछि अब हामी हेर्छौं कम्बाइन्ड सोलिड। यति कुरा जानेपछि कम्बाइन्ड सोलिडमा के पोइन्ट्सहरु तपाईले यो नोट डाउन गर्नुस्। जस्तै यहाँनिर छ टीएसए कसरी निकाल्ने भन्दाखेरि सम अफ टीएसए भनेको सम अफ एरिया अफ पार्ट्स व्हाट वी सी। हामीले जे देख्छौं जे अनकभर छ, कभर भएको चाहिँ होइन है। अब भोल्युममा फेरि त्यस्तै गरेर सम अफ भोल्युम्स अफ अल पार्ट्स, त्यहाँ जे पार्ट्स छ त्यो सबैको भोल्युमलाई इन्डिभिजुअली निकालेर जोड्नु भयो भने भोल्युम आइहाल्यो कम्बाइन्ड सोलिडको। सीएसए मा पनि त्यस्तै गरेर जे पार्ट्सहरु छ, जे फिगरहरु छ त्यो सबैको सीएसए लाई जोड्दै जानु भयो भने टोटल सीएसए आइहाल्छ। अब सबभन्दा यसमा हामीले सम्झिनु पर्ने भनेको यो टीएसए लाई है। टीएसए मा यहाँनिर हामी धेरै कन्फ्युज हुन्छौं हैन। अब केही फिगरहरु यहाँ बनाएको छु र त्यो माथिको पोइन्ट्सको आधारमा फर्मुलाहरु यहाँ बनाएर देखाउँछु है त। ल अब यसलाई हेरौँ। यहाँनिर के मिलेर बनेको छ, कोन छ, त्यसपछि के छ, सर्कल छ, अनि यो के छ, कर्व पोर्सन अफ सिलिन्डर छ, अनि फेरि के छ, सर्कल छ। अब हेरौँ त यहाँनिर यो के देखियो त, सीएसए अफ कोन भयो नि हैन। अनि यो कोनको सर्कुलर बेस हुन्छ हामीलाई त्यो पनि थाहा छ, सिलिन्डरको पनि सर्कुलर हुन्छ। जब सिलिन्डर माथि कोन हामीले राखेपछि त यो सर्कुलर पार्ट्स त कोल्याप्स हुन्छ नि। त्यसकारणले गर्दाखेरि हामी यो देख्दैनौं। यसलाई नदेखेपछि हामीले यसको एरियालाई सम अप गर्ने कुरै भएन। त्यसपछि अनि हामी देख्छौं यो कर्व पोर्सन अफ सिलिन्डर। कर्व पोर्सन अफ सिलिन्डर भनेको सीएसए कति त 2πrh हैन। त्यसपछि अनि हामीले देख्ने भनेको यो पोर्सनको एरिया भनेको के πr²। त्यसो भए यो फिगरमा अब हाम्रो टीएसए चाहिँ के भयो त, सीएसए त तपाईले सीएसए मात्रै निकालेर जोड्ने हो। टीएसए भनेको चाहिँ तपाईले के देख्नु भयो त, यो कर्व पोर्सन देख्नुभयो कोनको, त्यो भनेको πrl प्लस अनि यहाँनिर देख्नुभयो सीएसए अफ सिलिन्डर दैट इज 2πrh। त्यसपछि अनि देख्नुभयो एरिया अफ बेस दैट इज सर्कल πr²। यसरी यो फर्मुला बन्छ। अब भोल्युममा जानुभयो भने भोल्युम भनेको कोन अलग्गै छ, त्यसपछि अनि गएर सिलिन्डर अलग्गै छ। यो दुईटाको भोल्युमलाई सम अप गर्नुभयो भने यो गिवन सोलिडको चाहिँ भोल्युम आउँछ। सो भोल्युम अफ कोन प्लस भोल्युम अफ सिलिन्डर है। अब भोल्युम अफ कोन भनेको के त 1/3 πr² प्लस भोल्युम अफ सिलिन्डर πr²। अब यो हाइट र यो हाइट सेम नहुन पनि सक्छ, हुन पनि सक्छ। त्यसको बारेमा क्वेशन हेरेर थाहा हुन्छ। अहिले चाहिँ हामीले यहाँनिर यो सेम छैन भनेर चाहिँ बुझौं हैन। सेम छैन भनेर बुझौं। त्यसो भएपछि कोन भनेकोलाई एकछिनको लागि हामीले h1 मान्यौं भने यसलाई चाहिँ हामीले h2 मान्न सक्छौं। यसलाई h1 मान्यौं भने यसलाई h2 मान्न सक्छौं। यदि सेम हाइट छ भने h लेख्दा भइहाल्यो है। त्यसपछि गएर अर्को फिगर हेरौँ। यो फिगरमा के कुरा छ भन्दाखेरि यसमा चाहिँ हेमिस्फियर छ, त्यसपछि अनि गएर यहाँ सिलिन्डर छ, फेरि हेमिस्फियर छ। सीएसए मा प्रब्लम नै भएन। सीएसए चाहिँ हामी के गर्छौं, यसको सीएसए अनि यसको सीएसए जोड्छौं, सकिहाल्यो। टीएसए निकाल्नु छ भने अब हामीले के गर्छौं त, टीएसए मा यहाँनिरबाट हामीले स्टार्ट गर्यो भने हामीले के देख्यौं, कर्व पोर्सन अफ हेमिस्फियर देख्यौं नि त यो हैन। सो दैट इज 2πr² प्लस यो पोर्सन कोल्याप्स हुन्छ, यो हामीले देख्ने कुरा भएन। अनि हामी देख्छौं यो पोर्सन भनेको चाहिँ सीएसए अफ सिलिन्डर दैट इज 2πrh प्लस अनि यो पोर्सनको कर्व देख्छौं दैट इज 2πr² है। ल
यति भइसकेपछि हाम्रो के आउँछ सोलुसन चाहिँ निस्किन्छ है। अब भोल्युमको केसमा चाहिँ के त भन्दाखेरि यसको भोल्युम 2/3 पाई आर क्युब, यसको भोल्युम 2/3 पाई आर क्युब, यसको भोल्युम के पाई आर स्क्वायर एच भनेपछि 2/3 पाई आर क्युब प्लस पाई आर स्क्वायर एच प्लस 2/3 पाई आर क्युब, यसरी भोल्युमको फर्मुला बन्छ। अब हामीले कति फर्मुला सम्झिने त, फर्मुला सम्झेर साध्य पनि छैन हैन। यो कुराहरू थाहा पाइयो भने हामीलाई फर्मुलाहरू बनाउन एकदमै सजिलो हुन्छ र हामीले इजिली सल्भ गर्न सक्छौँ है। अब हेर्नु त यो फिगरमा चाहिँ के बनाएको छ होला, यसमा त दुईटा कोण खप्टाएको छ नि हैन। त्यसो भए यो कोणको केसमा के हुने भयो सिएसए, सिएसए भनेको यसको पाई आरएल प्लस यसको पनि सिएसए पाई आरएल यो भइहाल्यो। त्यस पछाडि गएर टिएसए भनेको चाहिँ के त यसमा भन्दाखेरि टिएसएमा हामीले देख्ने भनेको यसको कर्व पोर्सन देख्यौँ, द्याट इज पाई आरएल देख्छौँ हैन। अनि यो पोर्सन त हाम्रो कोल्याप्स भइहाल्यो, यो देख्दैनौँ। अनि यो पोर्सन देख्छौँ, यो भनेको फेरि सिएसए द्याट इज पाई आरएल भनेको यो केसमा चाहिँ सिएसए र टिएसए सेम हुने रहेछ। अब भोल्युमको केसमा जाने भने त दुईटैको भोल्युमलाई चाहिँ सम अप गर्नु पर्यो, 1/3 पाई आर स्क्वायर एच भइहाल्यो, फेरि आरको पनि 1/3 पाई आर स्क्वायर एच। यदि हाइट सेम छ भने एच र एच भइहाल्यो, यदि हाइट डिफ्रेन्ट छ भने H1 र H2 राखेर गर्न सकिन्छ है। त्यसपछि हामीले अब हेर्ने भनेको कुनै पनि चिजहरू मेल्ट गर्यो भने है, मेल्ट गर्यो भने फर्मुला के बन्छ त, त्यति बेला हामी हेर्छौँ। अब जस्तै कहिलेकाहीँ हामीलाई भनिरहेको हुन्छ कि यसको रेडियस R1 छ हैन, अब युनिट मैले अहिले भनेन, यसको चाहिँ R2 छ, त्यस पछाडि गएर यो अर्को स्फियर छ R3 र यो सबैलाई मेल्ट गर्यो, मेल्टिङ गरेर कुनै एउटा नयाँ स्फियर बनायो फेरि त्यसको रेडियस क्यापिटल आर छ भने अब यो बीचमा के हुन्छ रिलेसनशिप भन्दाखेरि नि जहिले पनि मेल्टिङको केसमा नि भोल्युम इज अलवेज कन्जर्भ है, द्याट इज इनिशियल भोल्युम इक्वल्स टु फाइनल भोल्युम, भोल्युम इज कन्जर्भ, भोल्युम इज के त कन्जर्भ हुन्छ हैन। त्यसको अर्थ के हो भने इनिशियल भोल्युम इक्वल्स टु फाइनल भोल्युम, इनिशियल भोल्युम इक्वल्स टु फाइनल भोल्युम हो है। अब यो इनिशियल भोल्युम चाहिँ यो केसमा के छ त ल हेर्नु त, अब हामीले माथि बेसिक फर्मुलाहरू पढेर आइसक्यौँ हैन। अब यसमा हाम्रो इनिशियल भोल्युम चाहिँ के छ, इनिशियल भोल्युम भनेको यसको 4/3 पाई R1 क्युब प्लस यसको भोल्युम 4/3 पाई R2 को क्युब प्लस यसको भोल्युम 4/3 पाई R3 को क्युब इक्वल्स टु फाइनल भोल्युम त यो स्फियर हो भनेपछि यसको हामीले 4/3 पाई, यसलाई हामीले डिस्टिङ्ग्विस गर्नको लागि क्यापिटल आर भनेको मात्रै हो। अब यहाँ हेऱ्यौँ भने कमन के छ त 4/3 पाई कमन छ, सो हामीसँग R1 को क्युब प्लस R2 को क्युब बच्यो प्लस R3 को क्युब बच्यो, द्याट इक्वल्स टु 4/3 पाई आर क्युब भयो हैन। अब हेर्नु त 4/3 पाई यता पनि 4/3 पाई, यो दुईटा त डिभाइड हुने भयो, डिभाइड भएपछि हामीसँग के बच्यो हेर्नु त, हामीसँग बच्यो और आर क्युब इक्वल्स टु R1 को क्युब, R2 को क्युब, R3 को क्युब। अब यसलाई अझै हामीले सिम्प्लिफाई गर्ने हो भने R इक्वल्स टु क्युब अन्डर रुट R1 को क्युब, R2 को क्युब प्लस R3 को क्युब भनेर हामीले लेख्न सक्छौँ। एउटा यो कुरा पनि थाहा पाइराख्नु पर्यो, यसरी हामीले फर्मुलाहरू बनाउँछौँ हैन। कहिलेकाहीँ हामीलाई भन्छ एउटा स्फियर छ रे हैन, यसको रेडियस R छ मानौँ, अनि यसलाई चाहिँ मेल्ट गर्यो र अनि सानो साइजको सिलिन्डरहरू बनायो हैन, सानो साइजको सिलिन्डरहरू बनायो। अब यसको डिफ्रेन्ट डाइमेन्सनहरू दिएको हुन्छ हामीलाई, यो सिलिन्डरहरू बनायो, कतिवटा बन्छ त भनेर हामीले सोध्न सक्छ। त्यति बेला हामीले अब यो नम्बर कसरी फाइन्ड आउट गर्ने त, नम्बर इक्वल्स टु वाट, क्वेसन बुझ्नुभयो नि, एउटा स्फियर छ त्यसलाई मेल्ट गर्यो, त्यसको सर्टेन डाइमेन्सन दिएको छ, त्यसलाई मेल्ट गरेर सानो अब डिफ्रेन्ट डाइमेन्सनको अब एउटा डाइमेन्सन दिएको हुन्छ, त्यो डाइमेन्सनको चाहिँ के त सिलिन्डरहरू बनायो भनेपछि कतिवटा सिलिन्डरहरू फर्मेसन हुन सक्छ भनेर हामीले क्वेसन सोध्छ।
त्यति बेला हामीले गर्ने भने के हो नि मेल्टिङ भएको छ नि, मेल्टिङ भएको हुनाले मैले माथि नै भनिसकेँ, त्यसलाई हामी के गर्छौँ अरे इनिसियल भोल्युम इक्वल्स टु फाइनल भोल्युम गर्छौँ। त्यसो भए अब यसको भोल्युम चाहिँ के हो त 4/3 पाई आर क्युब। इनिसियल भोल्युम त हामीसँग यही थियो, स्फियर थियो। त्यसपछि गएर यतापट्टि हामीसँग सिलिन्डर बनिरहेको छ भने सिलिन्डरको भोल्युम के हुन्छ पाई आर स्क्वायर एच हुन्छ। एउटा सिलिन्डरको पो यति हुन्छ त होइन। भनेपछि अब हामीसँग कतिवटा सिलिन्डर त भन्दा नम्बर पत्ता लगाउनु पर्ने छ नि त। त्यही भएर त्यो नम्बर पत्ता लगाउनु छ भनेपछि अब हामीले के गर्नु पर्यो एन नम्बर अफ सिलिन्डर भनेर चाहिँ गरिदिन्छौँ र अनि यसलाई सल्भ गर्छौँ र हामीलाई जे कुराहरू चाहिएको यहाँबाट हामी अब्टेन गर्न सक्छौँ। अब हामी हेर्दैछौँ पिरामिड है। यो कस्तो प्रकारको पिरामिड हो भने स्क्वायर बेस पिरामिड हो। यसको बेस चाहिँ स्क्वायर सेपमा छ। त्यसको अर्थ हुन्छ यो चारवटै साइडहरू बराबर लेन्थको होइन। अब यहाँनिर यसो हेर्दाखेरि यो के होला भन्ने जस्तो लागेको छ। स्क्वायरमा चारवटा साइड हुन्छ, त्यो तपाईँहरूले अघि देखिसक्नुभयो। चारवटा साइडमा प्रत्येक साइडबाट चाहिँ के त ट्रायङ्गल फर्मेसन भएको छ है। चारवटा यो साइडबाट यसरी बनेको छ। चारवटा ट्रायङ्गलहरू हामीले यहाँ देख्न सक्छौँ। चारवटा ट्रायङ्गलहरू बनेको हुन्छ। अनि यो चारवटा ट्रायङ्गल सबै चाहिँ के हो भने सबैको एरिया सेम हुन्छ है। फोर ट्रायङ्गल्सहरू फर्मेसन भएको छ। कहाँ फर्मेसन भएको छ भन्दाखेरि लेटरल साइडमा फर्मेसन भएको हुनाले हामीले लेटरल सर्फेस भन्यो भने नि पिरामिडको केसमा यो लेटरल सर्फेस भन्यो भने हामीले चाहिँ के भन्छौँ फोर ट्रायङ्गुलर फेसेस भनेर भन्छौँ। यसको अर्थ हो फोर ट्रायङ्गुलर फेसेस है। यो ट्रायङ्गुलर फेसेसहरू। त्यसपछि गएर अब यहाँ टोटल सर्फेस भन्यो भने चाहिँ फेरि के हुने भयो भन्दाखेरि त चारवटा ट्रायङ्गुलर फेसको एरिया प्लस अनि एरिया बेस हुने भयो होइन। त्यसरी बल्ल हाम्रो चाहिँ टिएसए निस्किन्छ। त्यसो भए एरिया बेस त हामीलाई थाहा भइसक्यो कसरी निस्किन्छ भनेर। अब ट्रायङ्गुलर फेसको एरिया चाहिँ हामी कसरी निकाल्ने भन्दाखेरि यो ओटी भन्ने जुन छ नि यो चाहिँ हाइट अफ पिरामिड हुन्छ है। यो एच अथवा यसलाई भर्टिकल हाइट भनेर भन्छौँ। अनि ओदेखि यमसम्मको डिस्टेन्स भनेको जहिले नि हाफ हुन्छ अफ साइड अफ द बेस। अब बेस लेन्थको भन्दा ठ्याक्कै हाफ भ्यालु हुन्छ है त्यो ओएम भनेको। अब त्यसो ओएम भनेको चाहिँ कति हुनुभयो त A/2 हुने भयो होइन। यसलाई हामी प्र्याक्टिकल गरेरै हेर्न सक्छौँ। त्यसलाई प्र्याक्टिकल गरेर हेर्न सकिन्छ। त्यसपछि गएर अब मैले यहाँनिर चाहिँ एउटा लाइन ताने भने नि यो अब हेर्नु टिओएम भनेको एउटा चाहिँ के हुन्छ हाम्रो राइट एङ्गल ट्रायङ्गल हुन्छ है टिओएम भनेको। अब यसमा मैले हेरेँ भने यो टिएम भनेको के हो त यो टिएम भनेको टिएममा यो टिएम भनेको यहाँनिर हाइपोटेन्युज हैन। यो हाइपोटेन्युज या हाइट अफ ट्रायङ्गल। यो हाइट अफ ट्रायङ्गल है हाइट अफ ट्रायङ्गल। अनि यो हाइट अफ ट्रायङ्गल भएको हुनाले यसलाई फेरि हामी के भन्छौँ भने लेटरल हाइट या स्ल्यान्ट हाइट पनि भन्छौँ। लेटरल या स्ल्यान्ट हाइट भन्छौँ है। त्यसपछि गएर अर्को कुरा भनेको टिओ भनेको त पर्पेन्डिकुलर हो नि भयो। टिओ भनेको पर्पेन्डिकुलर हैन। यो पर्पेन्डिकुलर भयो। त्यस पछाडि ओएम भनेको चाहिँ हाम्रो के त बेस भयो। ओएम भनेको बेस। अब यसमा हामीले यो पाइथागोरस थ्योरम युज गर्यो भने के हुन्छ हेरौँ त। टिएम भनेको हाइपोटेन्युज हैन। टिएम स्क्वायर इक्वल्स टु टिओ को स्क्वायर प्लस ओएम को स्क्वायर। अब हेर्नु है। त्यसपछि गएर अब यहाँ हामीले भ्यालु राख्नु त। टिएम भनेको चाहिँ हाम्रो के छ स्ल्यान्ट हाइट अथवा लेटरल हाइट भनेको यल स्क्वायर। टिओ भनेको भर्टिकल हाइट एच स्क्वायर प्लस ओएम भनेको A/2 को होल स्क्वायर हुने रहेछ। एउटा रिलेसन त यो रहेछ नि त हैन। एउटा फर्मुला हामीले यसरी यो यल एच र ए को रिलेसनसिप भएको फर्मुला हामीले बनाउन सक्ने रहेछौँ अथवा निकाल्न सक्ने रहेछौँ। त्यसपछि जाउँ अर्को फर्मुलातर्फ। टिसिडीमा अब फेरि के भयो भने टिएम त हाम्रो चाहिँ के हुन्छ हाइट अफ ट्रायङ्गल टिसिडी हुन्छ हैन। टिएम चाहिँ हाम्रो के भयो टिएम इज हाइट अफ ट्रायङ्गल। हाइट अफ ट्रायङ्गल हाइट अफ ट्रायङ्गल त हाम्रो अघि नै हामीले त्यहाँ निकालिसक्यौँ। टिएम भनेको चाहिँ के अरे यल स्ल्यान्ट हाइट। यो यल रहेछ टिएम भनेको। त्यसपछि गएर यो टिएम भनेको यो स्ल्यान्ट हाइट हैन अथवा हाइट अफ ट्रायङ्गल। त्यस पछाडि गएर यु भनेको फेरि के हुन्छ ठ्याक्कै
यो बेस लेन्थको हाफ हुन्छ भनेको एमडी इक्वल्स टु ए अपन 2 त्यसपछि अनि यो साइड भनेको चाहिँ हाम्रो के त यो टिडी भनेको एज अफ ट्रायंगल सो टिडी इक्वल्स टु एज अफ ट्रायंगल दैट इज अब यो तीनटाको बीचको रिलेसन हेरौँ है त टीएम भनेको हाम्रो स्ल्यान्ट हाइट हैन त्यस पछाडी गएर अनि के त एमडी भनेको ए अपन 2 अनि टिडी भनेको एज अफ ट्रायंगल त्यसो भए यो टीएम हाइट हो भने त यो परपेन्डिकुलर हुने भयो नि अनि परपेन्डिकुलरको अपोजिटमा परेको टिडी भनेको चाहिँ के त हाइपोटेन्युज हुने भयो हैन टिडी भनेको चाहिँ के भयो यो हाइपोटेन्युज हुने भयो यसलाई हाइपोटेन्युज भनेर हामीले यसरी चिन्न सक्यौं यो हाइपोटेन्युज भनेर चिनिसकेपछि अब फेरि हामीले पाइथागोरस थ्योरम युज गर्यो भने अब के हुन्छ पाइथागोरस थ्योरम युज गर्यो भने e स्क्वायर इक्वल्स टु टीएम को स्क्वायर हैन टीएम को स्क्वायर प्लस डीएम को स्क्वायर अथवा एमडी को स्क्वायर और e स्क्वायर इक्वल्स टु टीएम भनेको कति छ त यल स्क्वायर छ डीएम भनेको चाहिँ के छ डीएम भनेको ए अपन 2 अनि यसको स्क्वायर भयो सो एउटा रिलेसनशिप यहाँबाट पनि आइरहेछ हैन यो रिलेसनशिप अनि यताको यो रिलेसनशिप भयो भने हामीलाई जे अननोन कुराहरू भए पनि हामीले फाइन्ड आउट गर्न सक्छौं है ठीक छ लेटरल सर्फेस एरिया भनेको के हो भनेर यो केसमा अब एलएसए भनेको त लेटरल सर्फेसमा के छ चारवटा ट्रायंगुलर फेस छ हैन त्यसो भए एलएसए भनेको चाहिँ के रहेछ एरिया फर ट्रायंगुलर फेस हैन ट्रायंगुलर फेसेस भने चारवटा ट्रायंगल 4 भइहाल्यो इन्टु अब एउटा ट्रायंगलको एरिया भनेको के हो हाफ बेस इन्टु हाइट हो नि हैन बेस इन्टु हाइट ल अब 4 भइहाल्यो 1/2 भयो बेस भनेको चाहिँ हाम्रो कुन बेसमा छ भन्दा स्क्वायरको बेसमा छ स्क्वायरको प्रत्येक साइडको लेन्थ कति मानेको छौं हामीले a मानेको छौं अनि हाइट कसको हाइट ट्रायंगलको हाइटलाई हामीले के मानेको छौं l त्यसो भए यसलाई यहाँ डिभाइड गरेर कति भयो त 2al दिस इज द एलएसए यसरी फर्मुलाहरु बनिराखेको हुन्छ हैन त्यसपछि गएर अब टीएसए मा गयो भने एरिया अफ 4 ट्रायंगल्स प्लस के त एरिया अफ स्क्वायर अथवा एरिया अफ बेस दैट इक्वल्स टु एरिया अफ 4 ट्रायंगल्स भनेको 2al प्लस एरिया अफ बेस भनेको a स्क्वायर हैन यसरी हामीले टीएसए पनि निकाल्यौं अब भोल्युमको केस तपाईहरुले जान्नु भएकै छ भोल्युम v इक्वल्स टु 1/3 एरिया अफ बेस इन्टु हाइट एरिया अफ बेस इन्टु हाइट हुन्छ अब मलाई एरिया अफ बेस यसको स्क्वायर शेपमा हो भन्ने थाहा पाइसकेपछि त मैले एरियाको फर्मुला त a स्क्वायर लेख्छु हाइट त्यसको के छ भर्टिकल हाइट छ h सो v भनेको 1/3 a स्क्वायर h हुने रहेछ यसरी मैले फर्मुलाहरु बनाउँछु हैन अब हेरौँ है हामी यति कुरा डिस्कसन गरिसकेपछि हामीले मेन्सुरेसनमा अर्को जान्न पर्ने कुरा चाहिँ के हो भने हामीलाई यो टेन्टको एरिया सोधिराखेको हुन्छ टेन्टको क्वेशनमा ख्याल गर्नु पर्यो टेन्ट भनेको चाहिँ जनरली हामीले कस्तो बुझ्छौं भने पूजाहरुमा युज हुने विवाह व्रतबन्धहरुमा यो युज हुने टेन्ट भनेको जस्तै जुनसुकै शेपमा भए पनि जस्तै मानौं यो कोनिकल शेपको टेन्ट छ हैन टेन्ट छ भने हामीले यो साइडको कपडालाई मात्रै चाहिँ के भन्छौं टेन्ट भन्छौं यो भुइँमा हामीले चाहिँ के बिछाउँछौं कार्पेट बिछाउँछौं हेरौँ है कार्पेट बिछाउँछौं अब यहाँनिर हामीलाई टेन्टको एरिया निकाल भनेर सोध्यो भने यस्तो शेपमा भएको टेन्टको एरिया निकाल भनेर सोध्यो भने त हामीले के निकाल्नु पर्यो टेन्ट भनेको त यति पोर्सनमा मात्रै रहेछ यो पोर्सन त्यसो भए यसमा हामीले के निकाल्नु पर्यो पाइ आर एल निकाल्नु पर्यो हैन किनभने टेन्ट भनेको त्यहाँ मात्रै हुन्छ त्यसपछि गएर अब अर्को कुरा हामीले हेर्ने भने जस्तै स्लिपिङ टेन्टको कुराहरु हैन टुरिस्टहरुले लिएर आउने अनि कतै हामी चाहिँ यो ट्रेकिङहरुमा जाँदाखेरि जुन स्लिपिङ टेन्टको कुरा आउँछ र त्यहाँनिर हामीलाई कति खर्च लाग्छ भनेर सोध्यो भने जस्तै मानौं यहाँनिर यो सिलिन्ड्रिकल फर्म छ त्यसपछि माथि यस्तो शेपको छ र यहाँनिर हामीलाई अब यो टेन्टको टीएसए सोध्यो टीएसए अफ टेन्ट निकाल भन्यो भने मैले के गर्नुपर्छ त अब भन्दाखेरि
टिएसए भनेको त हामीले अघि नै पढिसक्यौँ होइन, फर्मुला पनि निकालिसक्यौँ। अब त्यसले काम गर्छ गर्दैन त भनेर हेर्नु पर्यो। अब यो त स्लिपिङ टेन्ट हो, स्लिपिङ टेन्ट हो भने मलाई यो छानो चाहियो, छानोको एरिया चाहियो, त्यहाँ कपडा हुन्छ, यो बिचको पोर्सन कोल्याप्स हुन्छ, त्यो हामीले टिएसएमा देखिसक्यौँ, यसको अर्थै भएन। त्यस पछाडि अनि यो पनि हाम्रो चाहिँ साइड बार हुन्छ, यहाँ पनि कपडा लाग्ने भयो। अनि सुत्ने भनेपछि त भुइँमा सुत्ने हो नि त, त्यसो भए यहाँनिर पनि हाम्रो के छ, कपडा छ। स्लिपिङ टेन्टमा यहाँ पनि कपडा हुन्छ, त्यही भएर हामीले यसको पनि एरिया जोड्छौँ। भनेपछि अब के भयो त यति बेला टिएसए भन्दाखेरि हाम्रो यसको सिएसए भनेको पाइआरएल प्लस अनि यो कर पोर्सन यो 2πRH, त्यस पछाडि गएर अनि यो तलपट्टि हामी सुत्ने भएर यसको एरिया भनेको πr²। यसरी क्वेसनहरूलाई दिएको हुन्छ, त्यस कारणले गर्दा तपाईँले फर्मुला घोक्ने होइन कि फर्मुलालाई आफैले बुझेर अनि एप्लाई गर्ने हो। अब हामी हेर्दैछौँ यो प्रिजमको बारेमा, स्क्वायर बेस प्रिजम, यसलाई हामी प्रिजम भन्छौँ होइन, स्क्वायर बेस प्रिजम हो। अब यसको एरियाहरू कसरी निकाल्ने, टिएसए कसरी निकाल्ने, भोल्युम कसरी निकाल्ने, त्यसलाई हामी हेर्दैछौँ। अब पहिला के थाहा पाउनु पर्यो भने यसको कतिवटा टोटल फेस हुन्छ भन्दाखेरि टोटल 6वटा फेस हुन्छ, एउटा सबभन्दा तल, एउटा सबभन्दा माथि, ठ्याक्कै अपोजिट बराबर हुने भयो। अनि 4वटा चाहिँ साइड हुन्छ होइन। तपाईँले कुनै कार्टुन हेर्नुभयो भने, कार्टुन बक्स हेर्नुभयो भने त्यसमा कतिवटा फेस हुन्छ, 6वटा हुन्छ नि होइन। 4वटा चाहिँ साइड भयो, माथिको ढक्कन, तलको ढक्कन होइन। यसलाई हामी तलको ढक्कन मानौँ, यो माथिपट्टिको ढक्कन मानौँ, अरू 4वटा चाहिँ हाम्रो साइड भयो भनेर मानौँ। त्यसो भए यो लेन्थ, यो ब्रेथ भनेर मान्यो भने यो चाहिँ हाइट भयो होइन। अब लेन्थ, ब्रेथ र हाइट भनेर थाहा पाइसकेपछि अब यसमा चाहिँ हामीले टिएसए के देखिने भयो त भन्दाखेरि यसको टिएसए हुन्छ, यहाँनिर चाहिँ हाम्रो पहिला यो तलपट्टिको बेस हेरौँ त। यो बेसमा हाम्रो एरिया भनेको स्क्वायर सेप भएको हुनाले ए स्क्वायर भयो, प्लस अनि यो माथिपट्टिको एरिया र तलपट्टिको एरिया सेम हुने भएर फेरि ए स्क्वायर, प्लस फेरि अनि यहाँनिर चाहिँ हाम्रो यो पोर्सन हेरौँ, यसलाई हामीले लेन्थ र यसलाई ब्रेथ मान्ने भने अब यहाँ के हुन्छ, लेन्थ इन्टु ब्रेथ गर्दाखेरि ए इन्टु एच हुन्छ एउटा सर्फेसको। तर यस्तो सर्फेस त 4वटा छ नि होइन, 4वटा छ, त्यही भएर 4AH गर्छौँ। त्यसो भए हाम्रो टिएसए चाहिँ के हुन्छ, 2A² प्लस 4AH। अब कतिपय केसमा हामीले के पनि बुझ्न सक्छौँ भने 2A² प्लस 4A भनेको त स्क्वायरको पेरिमिटर हो नि त। सो पेरिमिटर अफ स्क्वायर इन्टु एच भनेर यसरी पनि हामीले फर्मुलालाई युज गर्न सक्छौँ, बनाउन सक्छौँ है। त्यसपछि गएर हामी भोल्युममा जाने हो भने भोल्युम भनेको हामीले एरिया बेस इन्टु हाइट। एरिया बेस भनेको चाहिँ हाम्रो स्क्वायर सेप, त्यस कारणले गर्दाखेरि ए स्क्वायर, अनि हाइट भनेको के छ, एच छ। सो यसरी हामीले फर्मुला बनाउन सक्छौँ सजिलोसँग।